प्रियङ्का लौतीको तर्फबाट हार्दिक नमस्कार तथा न्यानो अभिवादन टक्राउन चाहन्छु। आज म विद्यार्थीको भूमिका भन्ने निकै महत्त्वपूर्ण शीर्षकमा मेरा केही भनाइहरू राख्न गइरहेकी छु। हामी अहिले विद्यार्थी हौ र भविष्यमा डाक्टर, पाइलट, इन्जिनियर, शिक्षक वा नेता वा उद्यमी जो भन्छौँ त्यसको पाए यही उमेर, यही बानी र यही सोचले गरिरहेको हुन्छ। त्यसैले विद्यार्थीको भूमिका केवल पाठ पढेर अङ्क हासिल गर्नु मात्रै होइन, यसको क्षेत्रमा जिम्मेवारी, सकारात्मक सोच र सामाजिक सचेतनासम्म पर्छ। विद्यार्थीको सबैभन्दा पहिलो भूमिका सिक्ने हो, तर केवल पाठ्य पुस्तक मात्र होइन। हामीले जीवनका मूल्यहरू जस्तै इमान्दारी, सहयोगी, आदर, धैर्य र समयको कदर यी सबै सिक्नु आवश्यक छ, किनकि यिनै बानीले हामीलाई भविष्यमा बलियो बनाउँछ। र दोस्रो, विद्यार्थीले अनुशासन अपनाउनुपर्छ। विद्यालय समयमा पुग्ने, आफ्नो गृह कार्य पूरा गर्ने र आफ्नो जिम्मेवारी बुझेर कार्य गर्ने यी सानो जस्ता देखिए तापनि निकै महत्त्वपूर्ण गुण हुन्। हामीमा अनुशासन रहेन भने सफलता पनि स्थायी हुन्छ। तेस्रो, विद्यार्थी समाजप्रति जागरुक हुन आवश्यक छ। हामीले वातावरण संरक्षण, स्वच्छता र सकारात्मक परिवर्तनमा योगदान पुर्याउन सक्छौँ। साना कामबाटै, जस्तै कक्षा कोठा सफा राख्ने, प्लास्टिकको दुरुपयोग नगर्ने, अरूलाई सहयोग गर्ने र राम्रो व्यवहार देखाउने यी नै साना आदतहरूले नै विद्यार्थीलाई भविष्यमा असल नागरिक बनाउँछ। र चौथो, विद्यार्थीले आफ्नो भएको क्षमता पहिचान गरेर निरन्तर अघि बढिरहनुपर्छ। प्रत्येक विद्यार्थीमा केही न केही विशेषता हुन्छ, कोही लेखनमा, कोही पढ्नमा, कोही कला र सङ्गीतमा। त्यसैले आफ्नो क्षमता पहिचान गरौँ, त्यसलाई अघि बढाउँ र आत्मविश्वास बढाउँ। हामी केवल भविष्यको नागरिक मात्र होइन, आजकै परिवर्तनको हिस्सा हौ। हामीले सिकेका राम्रो ज्ञान राम्रो व्यवहारसँग जोड्न सक्यौँ भने विद्यालय, परिवार र समाजप्रति सकारात्मक प्रभाव पर्न सक्छ। त्यसैले विद्यार्थी मित्रहरू, हामीले यो सोच्न आवश्यक छ कि अनुशासित बनाऊ, मेहनती बनाऊ र समाजलाई राम्रो बनाऊ। हामी नै भविष्यको देशको आधार स्तम्भ हौ। त्यसैले सही सोच, सही बानी सहित अघि बढाऊ। यति भन्दै मेरो छोरी शिशलाई यही टुङ्गाउन चाहन्छु। हस्त धन्यवाद।